त्यतिखेर चाहिँ म पुरै के एउटा मिडियामा हैन म चाहिँ सयौं मिडियामा चाहिँ म आउने छु के किनभने मैले दुःखले कमाएको पैसा हो नि त हैन मेरो यसरी लुटेको छ मैले भने नि यो यस्तो औँठीहरु त मैले सबै फुटालेर दिएको हो के त्यस्तो गरेर चाहिँ मैले दिएको हो के ल के छ हो हाम्रो साथीहरुको खबर बधाई छ हाम्रो कविता सिस्टरलाई के क्या केही गलत त बोलिन होला नि दादा छैन त्यस्तो गलत केही बोले कतिवटा ल्यायो कुखुरा कालिस कतिवटा ल्यायो हो जे बोल्नु भयो ठिकै बोल्नु भयो एकदम राइट हैन यस्तो हुँदो रहेछ के दिजु अब कस्तो हुँदो रहेछ भने आफूले मरी दुःख गरेको सम्पत्तिको त अलिकति त्यो कुरा गर्दाखेरि त अलिक कस्तो छुट्टै अर्कै हुँदो रहेछ के हो नि एकदम ठिक एकदम राइट त्यही भएर अब केही समय पछि चाहिँ म यति पब्लिक हुन्छु फोटो सबै पब्लिक गरेर मैले दिएका प्रमाण प्रुफ सबै पब्लिक गरेर त्यसपछि म जानेछु के किनभने केही समय अझै बाँकी छ के तपाईको पैसा खाने मान्छे बिस्तार आइहाल्छ चिन्ता नगर्नु 1 वर्ष 9 महिना त नि दादा मैले त्यसलाई भगवानै मानेको छु नि त अहिलेसम्म त हैन किन भन्दा पनि आउँछ त्यसरी नै इमानदारपूर्वक रिटर्न गर्न सकेन भनेदेखि कसरी के गर्नुपर्छ पैसा माया मार्छु तर इज्जत चाहिँ भनेको यो धरतीमा चाहिँ मान्छे नै नहुने तरिकाले बनाइदिन्छु कि इज्जत चाहिँ कुनै अनुहारै देखाउन नसक्ने र शाखा सन्तानको अगाडि खुट्टा टेक्नै नै नबनाउँछु कि आउँछ दिन्छ पैसा जाँदैन तर एकैचोटि आउँदैन बेला आउँछ कहीँ जाँदैन पैसा ढिलै आउँछ अनि आज इन्टरभ्यू रहेछ हैन म त भर्खर फोन हानेको छोरीले उठाउँछ मलाई त जहिले झुकाउने के 25 दिन भनेर भाका दिने कहिले 15 दिन भन्ने कहिले बुधबार भन्ने कहिले बिहीबार भन्ने जे भयो नि मेरो पैसा डुबाइदिसकेपछि त उठाउने काम त उनीहरुको हो नि त हैन उनीहरुले जो क्यूआर मा हाल्न लगाओस् नि हामीलाई सरकारको कुरो भएन नि त तर मेरो छोरा छोरीको मुख हेरेर पनि उनीहरुले मेरो पैसा त काम नभइसकेपछि इमानदार पूर्वकले फिर्ता त गर्नु पर्यो नि त मैले त 1 वर्ष 9 महिनाको त ब्याज मागेको छैन तिनीहरुलाई साउ मात्रै मागेको छु आज अब माग्नु पर्छ सुन त्यत्रो 13 तला सुन बेचेको अहिले सुनको 3,39,000 हो कि कति पुगेको देखेथे के हो कुरो हेरेको त छैन अब त्यो सहित उठाउनु पर्यो सुनै माग्नी हो लाटी त्यो जुन क्यूआर पठाएको व्यक्ति म चिन्दिन जुन यता म मेरी दिदी भनाउँदी म चिन्छु उनीहरु बुढाबुढीलाई उनीहरुलाई चाहिँ चेक दिएको 2टा चेक दिएको हो मैले उनीहरुले नै विड्रल गरे हो अनि अरु बाँकी पैसा चाहिँ यसमा हाल भनेर क्यूआर दिएको व्यक्ति चाहिँ यता बाँके कता नेपालगञ्जको बाँकेपट्टि कता घर रहेछ त्यताको मान्छे रहेछ अब उनीहरुको चाहिँ पार्टनर र तिनीहरु चाहिँ अब मिलेर काम गर्ने फेक बनाउने पैसा खाने के अनि हिजो बुधबार आउँछ भने हैन पाइपो आउँछ सामाजिक सञ्जालमा फुइ लडाउने त हो नि बिचाराहरु कसले जाँड बोलियो जाँड र चुरोट बोलियो तान्दै सरको नि बिचारा के भए पो दिउन् त हो छैन त के दिउन् बिचाराहरु 13 तोला 600 ग्राम सुन थियो नि 13.6 लाल 60 लाल हो त सुन माग्ने माग के अब 3 लाखमा कति पैसाको सुन के को पैसा माग्नु हैन अब मैले अदालतको टाइम हेर्दैछु के महँगो भाइले सुन त अदालतको टाइम म पक्ष 39,000 देखेथे हो कि अदालतको टाइम पर्खिने हो के त्यसपछि मेरो केस मेरो एकलौटी हुन्छ नि त्यसपछि गर्ने हो जे गर्ने अहिले चुप्प लाग्नुस् के अब कति दिन बाँकी छन् 21 दिनमा त अनि 21 दिनमा उपस्थित नभएपछि त्यो सबै मेरो हक हुने हो 29 तारिखदेखि आज कति भयो कति दिन हो भनेपछि पुगी पो सक्यो क्या हो पुग्यो कि पुगेन आज 30 तारिख हो आज 30 तारिख भइसक्यो 21 दिनको टाइम हुन्छ भनेपछि पुगी पो भ्याइ क्या भोलि जान्छु अदालत त्यसपछि चाहिँ अनि बरु पैसा माया मार्नु परेछ भने जिन्दगी डामाडोल गरिदिन्छु माया मार्दिन्छु कि हैन धम्काउने कोहीसँग बोलेसी यो त्यही सँगै छन् भनेर उम्दिने